लास गाड्ने मात्र होइन, कङ्क्रिट पनि गरेर जान्छन्। तर कोषका पदाधिकारी कर्मचारीहरूले सो देख्दैनन्। अब आफै बुझ्नुहोस् कोषका पदाधिकारी तथा कर्मचारीहरू कुन लायकका छन्। खासमा हामीलाई पाएको सूचना अनुसार विश्वरूपदेखि दक्षिण पश्चिम क्षेत्रमा अनधिकृत चिहानहरू रहेको सूचना छ, जुन चिहानले यो सांस्कृतिक तथा दुर्लभ वनको अस्तित्व नै सङ्कटमा ल्याएको खबर छ। आउनुहोस् एकछिन यो वनभित्र घुमेर हेरौँ। नमस्कार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला चाबहिल रिङ रोडभित्र पर्ने पशुपति क्षेत्र विकास कोष अन्तर्गत केवल पशुपतिनाथको मन्दिर मात्र होइन कि यहाँ त्यस्ता अनेकन भौतिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरू छन् जसको विरलै महत्त्व राख्दछ मानव र हिन्दूहरूका लागि। यस क्षेत्रमा रहेको यस्तै मध्येको एक हो श्लेषमान्तक वन। शास्त्रीय मतअनुसार यस क्षेत्रमा शिव र शक्ति स्वरूपिणी पार्वतीले मृगको रूपमा विचरण गर्ने गर्दथे, जसले गर्दा यसको अर्को नाम मृगस्थली पनि रहन गएको छ। पहिला यो जङ्गल ठुलै थियो, तर यसको केही भाग विमानस्थलले प्रयोग गर्यो, केही ऐतिहासिक समयमै मठ मन्दिर बने, तर केही यस्ता भाग छन् जसको कारण यो वन बाहिरबाट हरियो देखिए पनि भित्रबाट खोक्रो छ भन्ने कुरा हामीलाई कोहीले बताएका छन्। खासमा हामीलाई पाएको सूचना अनुसार विश्वरूपदेखि दक्षिण पश्चिम क्षेत्रमा अनधिकृत चिहानहरू रहेको सूचना छ, जुन चिहानले यो सांस्कृतिक तथा दुर्लभ वनको अस्तित्व नै सङ्कटमा ल्याएको खबर छ। आउनुहोस् एकछिन यो वनभित्र घुमेर हेरौँ। बाहिरबाट हेर्दा यो वन घना देखिए पनि यस क्षेत्रमा भित्र खाली खाली नै देखिन्छ। यस क्षेत्रमा रुखभन्दा झाडी छ कि खाली ठाउँ देखिन्छ। एक अनुसन्धान अनुसार पशुपति श्लेषमान्तक वनमा रहेका यी झाडीहरूको पनि दुर्लभ महत्त्व छ। यहाँबाट चिहान सुरु भएको रहेछ। लास गाडेको ठाउँमा सङ्केत दिन सम्भवतः चिहानहरूमाथि यो शिला राखिएको होला। यो प्रक्रियाले लास गाड्दा वन त मासिँदैन, तर प्रश्न यो छ कि के पशुपतिको यो वन लास गाड्ने ठाउँ हो? यसबारेमा हाम्रो जिज्ञासा समाधानको लागि कोष पदाधिकारीहरूसँग सोधौँला। अहिले अलि अगाडि बढौँ, सरौँ र यो क्षेत्रमा देखिएको चिहानहरूबारे कुरा गरौँ। तपाईँले देखिरहनु भएको यो भागमा अनगिनती चिहानहरू छन्। पुरानो निर्माण भएकोले होला यिनीहरू कहिले बनेका हुन्, यो चिहान कसको हो भन्ने यकिन छैन, तर यहाँ केही यस्ता चिहानहरू छन् जसमा गाडिनेको पहिचान राखिएको पनि देखिन्छ। जस्तो यो चिहान चन्द्रराज गिरीको हो। हिन्दू परम्परामा केही यस्ता जातिहरू छन् जसलाई गाड्ने परम्परा रहेको छ, जसमध्ये एक हो गिरी। पशुपति क्षेत्र विकास कोषको नियमले पनि यस पवित्र पावन श्लेषमान्तक वनमा हिन्दूहरूको दशनामी जाति समूहलाई गाड्ने अनुमति दिन मिल्दो रहेछ, तर कङ्क्रिट गर्ने अनुमति दशनामी जातिलाई पनि छैन। तर यो निकै पुरानो चिहान कङ्क्रिटमय छ। अब अलि अगाडि बढ्नुहोस् र हेर्दै हिँड्नुहोस्। तपाईँले यहाँ सयौँको सङ्ख्यामा कङ्क्रिटमय चिहान देख्न पाउनुहुन्छ। यस क्षेत्रमा कङ्क्रिट गर्ने अनुमति त के चिहान राख्ने अनुमति पनि छैन। यहाँ स्मरण गरौँ, कोषको नियमले यस क्षेत्रमा दशनामी जाति र साना बालबालिका बाहेकले लास गाड्न पाउँदैनन्, तर नियम पनि छ कानुनले नदिने जातहरूको कङ्क्रिटमा चिहानहरू पनि छन्। यस क्षेत्रमा निहाल्दै हिँड्ने हो भने तपाईँले यहाँ रहेको सयौँ कङ्क्रिटको चिहानहरूमा केही फरक धर्मको चिहान पनि देख्न सक्नुहुन्छ। यी चिहानहरूमा लागेका पहिचान पत्रले जो कोहीले पनि बुझ्न सक्छ यो फरक धर्मको चिहान हो, जबकि नियमले यहाँ केवल हिन्दू धर्मावलम्बीहरूमध्ये दशनामी जातिका चिहानहरूलाई मात्र ठाउँ दिने गरेको छ। तपाईँ यो जङ्गलमा विश्वरूप मन्दिरको दक्षिण पश्चिम जता जानुहोस् केही मिटरमा कङ्क्रिटका चिहान देख्न सक्नुहुन्छ। अधिकांश ठाउँमा मिटरमा चिहान पाउनुहुन्छ। कि त ठुला रुखहरू छन् कि त कङ्क्रिटका चिहानहरू। नियमले यिनीहरूको उपस्थिति यहाँ देख्दैन, तर प्रत्यक्ष रूपमा छ। यो कसरी भयो? के तपाईँहरूले यो देख्नुहुन्न भन्ने प्रश्न सोध्नुपर्ने भयो र हामीले कोषमा प्रहरी हेर्ने प्रमुख सीताराम रिसाललाई यसबारेमा सोध्यौँ पनि, र उहाँको उत्तर थियो हामीसँग सिपाहीको कमी छ, मान्छेहरू राति राति लुकेर गाडेर जान्छन्, त्यही भएर हामीले केही गर्न नसकेको हो। उहाँको सजिलो उत्तर तपाईँले सुन्नुभयो, यो चाहिँ राति राति आउँछन्, लुकाएर जान्छन्, गाड्छन्, जान्छन् भन्ने कुरा भयो। अब गाड्नु एक ठाउँमा भयो, खुला ठाउँ छ, अब त्यो एउटा ठाउँ होला, तर
कङ्क्रिट गर्नलाई टाइम लाग्छ होला, उहाँहरूले यदि चाहेको भए त्यो कङ्क्रिट रोक्न सक्नुहुन्थ्यो होला, तर सायद उहाँले नचाहेको हुनसक्छ। यो कुरा फेरि अगाडि थपौँला। लास गाड्ने मात्र होइन, कङ्क्रिट पनि गरेर जान्छन्, तर कोषका पदाधिकारी कर्मचारीहरूले सो देख्दैनन्। अब आफै बुझ्नुहोस् कोषका पदाधिकारी तथा कर्मचारीहरू कुन लायकका छन्। यहाँ यो कार्यक्रम तयार गर्ने क्रममा हामीले के पनि थाहा पाएका थियौँ कि कोषको जग्गामा कोषको पुरातात्विक तथा सांस्कृतिक महत्त्व रक्षाको उद्देश्यमा पर्याप्त प्रहरी बिटहरू राखिएको छ र तिनलाई थाहा छ वयस्कको हकमा दशनामी बाहेकका जातिले यस क्षेत्रमा लास गाड्न पाउँदैनन्, तर नेपाल प्रहरीले पनि त्यो देख्दैन। अब कुरा आफै बुझ्नुहोस्, नियमले नमिल्ने चिज वर्षौँदेखि हुँदै आएको छ कोष क्षेत्रमा, तर कोषले त्यो नदेख्नेको पछाडिको कारण के होला? केही कुरा त तपाईँहरू पनि अनुमान गरी आफ्नो राय कमेन्टको रूपमा राखिदिनु होला भन्ने आशा गर्दछु। साथै अन्तमा के पो भन्नु छ भने पशुपतिको वनमा अनधिकृत लास गाड्नु एक तहमा सही होला, तर कङ्क्रिट गरेर जङ्गल मास्नु वातावरणवादीहरूको लागि पनि असह्य हुनुपर्ने थियो। तर तिनले पनि आजसम्म एक शब्द यसबारेमा बोलेको देखिँदैन। किन होला? यो प्रश्न वातावरणको नाममा संस्था खोल्नेहरूलाई छाडेर बिदा माग्दछु। नमस्कार।